प्रधानमन्त्री प्रचण्डले चाहिँ नि सार्वजनिक रूपमै चाहिँ 5000 जुन दण्डकालमा मारिएको जिम्मा लिनु भन्ने कुरो चाहिँ एक प्रकारले उनी चाहिँ दादागिरी जस्तै प्रस्तुत भएको भन्ने मलाई लाग्छ। किन भन्दाखेरि उनी चाहिँ नि माथि पुगेपछि ठुलो पदमा पुगे, अब मलाई कसैले केही गर्न सक्दैन, शान्ति आयोगले सबै कुरा मिलाइहाल्छ, यो दण्ड जति पनि दण्डको कामहरू चाहिँ नि शान्ति आयोगले चाहिँ नि गर्छ भनेर नै पहिला उनी सरकारमा आएका हुन् होइन। अब त्यो हिसाबले हेर्दाखेरि चाहिँ उनी एकदम खुल्ला रूपमा चाहिँ दादागिरीको रूपमा चाहिँ आएको देखिएको। तर अब त्यो परिस्थिति चाहिँ लगभग फेरिएर गयो। अब अहिले चाहिँ त्यो कुरा उनले बोलेको कुरा चाहिँ मुद्दामा गइरहेछ। दण्डपीडितका सन्तानले चाहिँ नि प्रचण्डमाथि चाहिँ नि मुद्दा हालेको छन्। जम्मा चाहिँ नि झन्नै 1 दर्जनभन्दा बढी मान्छे मिलेर चाहिँ उनीमाथि मुद्दा हालेका छन्। अब यो मुद्दा कसरी चाहिँ सर्वोच्च अदालतले लिन्छ त्यो त तपाईँ हामीले हेर्न बाँकी नै छ।